हेलो नमस्कार। म यहाँकै प्रस्तुता चन्द्रहाङ लिम्बू भनेर त नभनौँ होला, देख्न सक्नुहुन्छ गाइजहरू। म चाहिँ दूरबीन लिएर हाम्रै ठाउँमा रहेको सुन्दर सुन्दर क्षितिज पारी लुकेर बसेको त्यो मुस्कुराहट हिमाल पहाड अनि क्षितिज पारी त्यो बादल मुनि लुकेर रहेको सुन्दर दृश्यहरूको अवलोकन गर्नको निमित्त म निस्किसकेको छु। दूरबीन लिएर देख्न सक्नुहुन्छ मैले हेरिरहेको छु भने मेरो साथमा हुनुहुन्छ नैनहाङ लिम्बू र सुकमान केदेमजी हुनुहुन्छ भने क्यामेरामा चाहिँ हुनुहुन्छ हाम्रो एकदमै अग्रज व्यक्तित्व भनौँ सुजन सामेखाम लिम्बू चाहिँ देख्न सक्नु भएको छैन। उहाँ चाहिँ हुनुहुन्छ क्यामेरामा हुनुहुन्छ। हामी चाहिँ अहिले यो सुन्दर सुन्दर दृश्यहरूको अवलोकन गर्ने क्रममा छौँ। देख्न सक्नुहुन्छ गाइजहरू।